एभ्रिवान, वेलकम टु माई भिडियो। आज चाहिँ हो विश्वकर्मा पूजा र एकादशी एकादशीमा चाहिँ मेरो सधैँ व्रत हुने गर्छ। त्यही भएर म चाहिँ पूजाको सामानहरू रेडी पार्दैछु। फुल टिपेर आइसकेपछि मैले पूजाको भाडा मोल्नतिर लागेँ। राम्ररी चाहिँ भात भटिनुबाट ल्याएको कति राम्रो थियो कि, अनि अहिले भात भटिनु चलेको छ नि त। अनि मलाई कस्तो टेन्सन भइरहेको थियो, सकिने बेला भइसक्यो, अब के गर्नु होला भनेर। अनि भाडाहरू टलक टलक पारेपछि मैले पूजाको सबै सामानहरू रेडी पारेँ। अनि रेडी पारिसकेपछि मैले दियो बालिसकेपछि मैले भगवानलाई फुल चढाएँ, चन्दन अबिरहरू लगाइदिएँ। आज चाहिँ अक्षता चल्दैन, बिकज आज एकादशी हो। अनि मैले चाहिँ भोग लगाएँ ओरे। अनि मैले यहाँ आरती गर्दैछु। अनि आरती गर्दाखेरि घन्टी किन नबजाएको भन्नुहुन्छ भने चाहिँ अहिले सोह्र श्राद्ध चल्दैछ नि त। सोह्र श्राद्धको बेलामा चाहिँ घन्टीहरू बजाउनु हुँदैन, तर अब सोह्र श्राद्ध पनि सकिन आँट्यो। अनि अब अन्तिममा के बजाइरहनु भनेर चाहिँ मैले बजाएँ। अनि आज एकादशीमा चाहिँ विशेष गरी तुलसी माताको आराधना गरिन्छ नि त। अनि त्यही भएर मैले चाहिँ तुलसी मातामा जल चढाएँ, अनि सूर्य नमस्कारहरू पनि गरेँ। अनि यहाँ पनि चन्दन फुलहरू चढाएर धूपहरू बाल्दैछु। अनि यहाँ तुलसी मोठमा पनि मेरो पूजा सकिसकेपछि आज विश्वकर्मा पूजा। अनि विश्वकर्मा पूजामा चाहिँ विशेष गरी आफ्नो सवारी साधन पूजा गरिन्छ नि त। सवारी साधन पूजा गर्ने बेलामा हामीले स्कुटी चाहिँ हिजै पखाल पुखुल गरेको, तर पुरानो कपडा चाहिँ निकाल्नै बिर्सिएछ। अनि त्यो कपडाहरू सबै फ्यालिदिएर अनि यहाँनिर राम्रो चुटुक्क परेको सानो स्वस्तिक पनि बनाएँ मैले। अनि नयाँ कपडाहरू लगाइदिएँ। अनि मैले पूजा गर्दा गर्दै बाबा पनि ठ्याक्क आइपुग्नु भएछ। बाबाले चाहिँ कल गरेर 2टा कागती रेडी पार्नु है भन्नुभएको थियो। म त किन रहेछ भनेर त्यही पनि ल्याएर चाहिँ राखेको थिएँ। लास्टमा त यस्तो अगाडि र पछाडि टायरमा राखेर कुच्याउनु पर्दो रहेछ कि, मलाई त थाहा नै थिएन। अनि कचाकुचुक पारेपछि अनि प्रसादीहरू खायौँ हामीले। अनि बाबा फेरि आफ्नै कामतिर जानुभयो। अनि मैले चाहिँ बुनलाई टिका लगाइदिएँ, दिदीलाई पनि टिका लगाइदिएँ। अनि दिदीले चाहिँ मलाई आशीर्वाद दिनुभयो। अनि घरको पूजा आज सबै सकेर अफिस आउँदाखेरि त अफिसमा पनि पूजा हाम्रो अफिसको सबैभन्दा इम्पोर्टेन्ट चिज भनेको क्यामेरा नै हो। क्यामेराहरू सबै पूजा गर्न राखिएको थियो। अनि त्यसपछि यहाँनिर सेयर मार्केटमा पनि उन्नति प्रगति होस् भनेर ल्यापटपमा पनि पूजा गर्दैछौँ है त हामी।